आगे हेरी परमेश्वर त्यो महम काली बौद्ध काली देवीले तिमीले हेरी परमेश्वर अघि हेरी परमेश्वर खेबाङ हेरी परमेश्वर 4 किल्लाभित्रको सबै परमेश्वर मानि ल्याएको जन परमेश्वर मान्य जनहरू अचितापाती भेटीहरूको घर गिरियादीमा बाल गोपालमा परमेश्वर तिमीले हेरेर रक्षा गरिदिनु परमेश्वर यो वर्षेनी भागमा परमेश्वर मानिलिएको छ महम काली देवी शक्तिको पूजा परमेश्वर रक्षाको पूजा आज सेवा शक्तिको पूजा रक्षाको पूजा लिएर आएको छ परमेश्वर शक्तिको पूजा परमेश्वर रक्षाको पूजा परमेश्वर लिइदिनु पर्छ साझान गरिकन परमेश्वर तिमी चोखो नित्य गरेका छ परमेश्वर सबैमा परमेश्वर हेरी परमेश्वर 9 ग्रह शान्ति गराइदिनु पर्छ अघि परमेश्वर कुनै अजान मूर्खहरूले परमेश्वर अघि जुजु च्याप्चुहरूमा परमेश्वर गाली शराबमा परमेश्वर गाली शराबहरू परमेश्वर हरण गराइदिनु पर्छ रोग व्याध पौकष्ट हरण गराइदिनु पर्छ रक्षा गरिदेऊ परमेश्वर शक्ति माग्नेले शक्ति दिनु पर्छ ज्ञान माग्नेले ज्ञान दिनु घर गिरियादीमा परमेश्वर हेरी परमेश्वर सबैमा 9 ग्रह शान्ति गराइदिनु पर्छ महम काली देवीको शक्तिले परमेश्वर तिमी पाथी भारा बौद्ध काली देवीको शक्तिले उज्यालो शक्ति दिनु पर्छ तिम्रो हेरी परमेश्वर यो सबै दायाँ बायाँ बस्ने हेरी तिम्रो सानमान देवीहरू तिमी हेरी परमेश्वर सबैले सुझाइ बुझाइ गरिदिनु पर्छ रक्षा गरिदेऊ भगवती देवीले त्यो पाठा ल्याऊ त हेरी परमेश्वर तिम्रो शक्तिको रक्षाको पूजा परमेश्वर तिलजाउले चख्या शक्तिको पूजा परमेश्वर रक्षाको पूजा परमेश्वर आज शक्तिको रक्षाको पूजा परमेश्वर सजान गरेर लिइदिनु पर्छ कुनै हेरी परमेश्वर अघि परमेश्वर तिमी हेरी गाली श्राप गरेको पनि गाली श्राप नउटी गाली श्रापहरू हरण गराइदिनु पर्छ आज दियो दर्पण उज्यालो गरिकन परमेश्वर पूर्णिमाको दिनमा परमेश्वर फगुवा पूर्णिमा उज्यालो पूर्णिमा परमेश्वर तिम्रो वर्षेनी यो वर्षेनी भागको परमेश्वर पूजा परमेश्वर आज परमेश्वर रक्षाको पूजा आन्धी बेरीहरू परमेश्वर हटाइदिनु परमेश्वर असिना पानी आन्धी बेरीहरू हटाइदिनु परमेश्वर तिमीले बाली नालीमा सहशक्ति दिनु परमेश्वर बाली नालीमा सहशक्ति दिनु महम काली देवीको शक्तिले परमेश्वर बाली नालीहरूमा सहशक्ति दिनु परमेश्वर रक्षाको पूजा परमेश्वर रक्षा दिनु परमेश्वर अभिमानीलेको परमेश्वर सबैमा परमेश्वर तिम्रो यो परमेश्वर यो लालीबासीमा यो घर गिरियादी बाल गोपालमा 9 ग्रह शान्ति गराइदेऊ हे भगवती तिमी देवी भगवती रक्षा गरिदिनु पर्छ शक्ति दिनु पर्छ हेरी पर्छ पाठाले आज हामीले सामूहिक रूपमा पूजा गर्यौं पाथिभराको यो मन्दिरमा शाखा मन्दिरमा केही कुराहरू यहाँ खेमगौतम अङ्कलले भन्दै हुनुहुन्छ अङ्कल यो पाथिभराको बारेमा केही भनिदिनु हामीले केही सोध्नलाई अघिदेखि इच्छुक भयो मैले थोरै 2 शब्द बोल्नुपर्ने भयो आज 2081 साल चैत्र 1 गतेका दिन फागु पूर्णिमाको दिनलाई बनाएर यो पाथिभरा मन्दिरमा हामीले सशक्त रूपमा पूजा गर्यौं पूजा सकिएको यो अवस्था हो पूजा पछाडिको अवस्थामा हामी छौं अब यहाँ मैले भन्नुपर्ने किन यहाँ पूजा गरियो देवीको विषयमा भन्ने विषय होला यो त मलाई आफू भन्ने अख्तियारी पनि छैन माता पाथिभरा देवी जो पूर्वकै विश्वको एउटा शक्तिपीठ देवी भनेर राष्ट्र अन्तर्राष्ट्रसम्म आउनु भएर महान भक्तहरू हरेक ठाउँका भक्तहरू उपस्थित भएको कुरा थाहा छ अब पाथिभरा धाम चाहिँ ताप्लेजुङको सुकिरार फेदी माथि अवस्थित छन् यहाँ अर्कै ठाउँमा छुट्टा ठाउँमा पूजा गरियो नि भन्ने एउटा कौतूहल यहाँ हुन सक्छ म बोल्दै गर्दाखेरि श्रीजङ्गा गाउँपालिका वडा नम्बर 7 खेबाङ को पनि साबिक 8 नम्बर वार्ड र 9 नम्बर वार्डको बीचमा जो पेदाङको पनि सीमा रहे अवस्थित ठाउँ जहाँ पाथिभरा देवीको पूजा अर्चना गरिराखेको छ र यहाँ मेले खेबाङ पेदाङ 3वटा तत्कालीन गाउँ विकास समितिहरू अहिलेका वडाहरू आएर यहाँ प्राय भक्तजनहरूले पूजा गरेको अवस्था पाइन्छ अब यहाँ आज हामीले बलि पूजा पनि गर्यौं अनि अन्य पूजाहरू पनि गरियो अब यो बलि पूजा अनि यहाँ कहिलेदेखि गर्न थालियो किन गरियो कसरी गरियो भन्ने विषयमा त्यस्तो धेरै थाहा छैन म पनि भर्खरकै मान्छे हो त्यस्तो धेरै पुरानो मान्छे हैन मभन्दा धेरै अग्रजहरू हुनुहुन्छ अब ठुलो पाथिभरा र सानो पाथिभरा भन्ने चलन छ यो सानो पाथिभरा किन भन्ने भन्दा माथि जहाँ हाम्रो फेदीदेखि माथि जो अवस्थित पाथिभरा देवी माता हुनुहुन्छ उहाँकै एउटा शाखा जो भयविरुद्धहरू
नाबालकहरू अशक्तहरू जहाँ माताबाट पुग्न सक्नुहुन्न उहाँहरूका लागि यहाँ आएर चाहिँ बुझाउने एउटा प्रचलन 2005 सालदेखि यस ठाउँमा सुरु गरिएको अवस्था छ र 2005 सालमा माथिबाट माथिको चाहिँ जो पूजाआजा गरेर जुन विधानले माथि गरिन्थ्यो त्यही विधानले नै यहाँ पनि पूजा गर्ने प्रचलन बसिआएको छ र हामीले अब हरेक प्रति व्यक्ति त आफ्ना आफ्ना मनोकांक्षाहरूका लागि माताकहाँ आएर शक्ति माग्ने बल माग्ने वरदान माग्ने कुरा छँदैछ र गर्ने कुरा छ। अब हामीले आज पनि यो 13औं वर्ष भयो, आज 13औं पूजा चाहिँ हामीले सम्पन्न गर्यौं। यो 13औं पूजा चाहिँ किन कसरी गर्न लाग्यो भन्दा यो ठाउँलाई जहाँ माता हुनुहुन्थ्यो, यहाँ जो माताको एउटा पूजा अर्चना हुन्थ्यो यो एउटा तपोभूमिमा, त्यहाँदेखि त्यो गरिरहँदाखेरि यो गाउँलाई धेरै सैया शीतल धेरै रक्षा गरेका उदाहरणहरू धेरै छन्। त्यो धेरै व्याख्यातिर म अहिले गइनँ। अब गत 66 सालतिर के भयो भने यी दुई चारवटा गाविसहरूमा, तत्कालीन गाविसहरूमा, त्यतिखेर गाविस थिए, अहिले त गाउँपालिका भएका छन्, वडाहरू भएका छन्, निरन्तर रूपमा असिनाको प्रकोप, तपाईँको दैविक प्रकोप, आपत्ति विपत्ति यस्ता कुराहरू आइसकेपछि त्यतिखेरका बुद्धिमान जनहरूले माता पाथिभरा यहाँ हुनुहुन्छ, आखिर संयोगको पूजा गर्ने शक्तिपीठ थलो हो, अब पूजा आराधना गर्ने क्रममा अलि त्यहाँ चाहिँ अब उहाँ माता भगवतीलाई गरेका पूजाआजा, यहाँ चढाएका प्रसादी ससादी के घरसम्म त जान मिल्छ तर खोला नालाहरू तार्न मिल्दैन भन्ने एउटा किंवदन्ती छ। अनि अलिकति धेरै मान्छेहरू आवजात गर्ने ठाउँमा बाई मिस्टेक भयो कि, अनि त्यसको मारा चाहिँ हामीले पो खप्नु पर्यो कि भन्ने महसुस गरेर अब जाने नजाने कमी कमजोरी भए नभए हे माता हामीलाई चाहिँ सदैव चाहिँ हामीलाई साथ दिनुपर्छ, शक्ति दिनुपर्छ, बुद्धि दिनुपर्छ, सद्गुण सद्ज्ञान दिनुपर्छ, शान्ति दिनुपर्छ, हजुरको रक्षा चाहिँ सदैव हामीलाई परिरहोस् है भन्नका खातिर हामीले 67 सालदेखि पूजा सुरु गरेर त्यो चाहिँ सार्वजनिक रूपमा पूजा गरिन्छ। यहाँ सबैका भेटीपातीहरू पस्छन्, यहाँ सबै भक्तजनहरू आउनुहुन्छ, यो कसैको भिन्न एक्लो व्यक्तिगत हुँदैन। तर आज आएका दिन आफ्ना व्यक्तिगत मनोकांक्षाहरू पनि पुरा हुन् भनिकन यहाँनिर आफ्ना धेरै भावनाहरू, धेरै आफ्ना इच्छा व्यक्तहरू गरेर जानुभएको छ यहाँ भक्तजनहरू। र यो 2005 सालमा सुरु भएको, अब फेरि माथिका जो पाथिभरा माता अवस्थित हुनुहुन्छ, जो विश्वविख्यात, जो अहिले कलियुगकै अत्यन्तै शक्तिपीठ, कलिका कृष्ण भनेर पनि कोही बोल्नुहुन्छ, ती चाहिँ कहाँबाट के हो त भन्दाखेरि अब त्यसको चाहिँ तिथिमिति म भन्न सक्ने अवस्था छैन। मैले पनि एउटा सुनेकै आधारमा, हुन त म त हिजो अस्तिको कुनै जानिबकार होइन, भगवतीको विषयमा व्याख्या गर्न त मलाई अधिकार पनि छैन, मेरो अवगत पनि छैन। तथापि एउटा भगवतीलाई सुनिको हालेको कुरा यहाँ भगवतीकै आज देवीस्थलमा म भन्न चाहन्छु कि कालान्तरमा भनेको धेरै अगाडि त्यहाँ भेडाकोट चराएर बसेका भेडी गोठालाहरू, त्यो चाहिँ अहिले सिम्बु भन्छौँ हामी चाहिँ यहाँबाट, जो फाखोला गाविस पर्छ, त्यहाँका गोठालाहरू भनिन्छ। तर ती जातिको हुन्, ती व्यक्तिको हुन्, त्यो अब भन्न सक्ने कुरा रहेन। सयौं वर्षहरू बिते होला। भेडीगोठ चराएर त्यो अहिले जो फेरि माथिको जो माता अहिले अवस्थित हुनुहुन्छ त्यो ठाउँमा भेडीगोठ चराएर बसिराखेका बेला एक दिन एक रात सबै भेडाहरू थुपाएर उहाँहरू बस्नुभयो, सुत्नुभयो। सदा चाहिँ बिहान उठ्दा भेडाहरू एउटै छैनन्, कुनै छैनन् भेडा। सारा गोठालाहरूले चार्नुहुन्छ भेडा, दुनियाँ खोज्नुहुन्छ, भेट्नुहुन्न। अनि निराश भएर उहाँहरू सुत्नुभयो। अनि एक दिन सपना उहाँहरूले पाउनु भएछ अरे। अब भक्तजनहरू, यो भिडियो हेर्ने साथीहरू, महानुभावहरू, मान्यजनहरू त्यो विचार गर्नुहोला, जहाँ अहिले अवस्थित पाथिभराको पूजा हुन्छ फेरि माथि, त्यहाँको सिधा मुनि एउटा एकदमै टप्पु खालको भिर, विकट अप्ठ्यारो भिर छ। त्यहाँ उहाँहरूले सपना देख्नु अरे देवी माता चट्ट सुनको छाता ओढेर एउटी महिला पनि भर्खरकी कन्नेकेटीको महिलामा सिङ्गार भएर बसेकी, तिम्रा भेडा मसँग छन्, तर तिमीले मलाई मेरो एउटा वाहनलाई बलि पूजै गर यहाँ भक्तिभाव गर भनेर उहाँले अराउनु भएर सपनामा देख्नुभयो। अनि उहाँहरूले यस्तै सानो बाख्राको पाठी लगेर पूजा आराधना गर्नुभयो। गरिसकेपछि ती भेडाहरू जस्ताको जस्तै चर्लक्कै त्यहाँ देखा पर्न गएको किंवदन्ती मैले पनि सुनेको छु। र अब अहिलेको अवस्थामा आएर कति त बलि पूजा अलि नगर्नु भन्ने पनि एउटा मान्छेको कन्सेप्ट बनेर अलिक घट्दै गएको अवस्था पनि छ। र विगतमा अलि बढी माथि ठुलो पाथिभरामा पनि बलि पूजा अलि धेरै हुने गरेको थियो। अब अहिले अलिक कम भएको अवस्था हामीले सुन्न देख्न पाइएको अवस्था छ। र हामीले पनि त्यही किंवदन्ती अनुसार, त्यही माथिको पूजा विधि अनुसार यहाँनिर
उतापट्टि हामी यो खेबाङबाट यो गाउँबाट जाने खोला तरेर जानुपर्ने छ। यहाँ पहिले काबेलीलाई हामी हे काबेली हामी माताकामा जाँदैछौँ, बाटो देऊ है भनेर तिम्रा आसेगासेहरूलाई तिम्रो लाउ लस्करलाई सम्झाइ बुझाइ गरिदेऊ, तिम्रो भाग बुरो दिउँ है भनेर कुखुराहरूले परिवारहरूले त्यहाँ पूजा गरिन्छ। अनि अलिक परतिर पुग्दा फाखोला तर्नुपर्ने हुन्छ। अब फाखोला त्यहाँनिर अनि सारा देवी देउरालीहरूलाई शक्ति माग्दै माग्दै गएर हामीले यो पाथिभरा माताको मूल धाम यहाँ मान्ने गरेका छौँ। यही किंवदन्ती अनुसार यो ठाउँमा चलिरहेको अवस्था छ। दिलजी, मलाई तपाईँले सोध्नुभयो, अब तपाईँ एउटा युवा केटाकेटी भएर पनि आजभोलि त धर्मको नाममा हरेक हुन थालेको छ। अब युवाहरूले धर्म के हो, आस्था के हो, विश्वास के हो, इमान्दारिता के हो, धेरै हामी अलिक भुल्न पनि खोजिरहेका छौँ। तपाईँ एउटा अलिक बालक मान्छे भए पनि यस विषयमा अलिकति तपाईँले धेरै चासो गरिदिनुहुन्छ र मैले 2 शब्द यसमा बोलेँ। यो ठुलो पाथिभराको विषयमा नि भनिदिनु भयो कसरी उत्पत्ति भयो भनेर। र यहाँ चाहिँ हामीले उपशाखा भनौँ न उपपाथिभरा हजुर निर्माण गरेर जस्तो यसको थान थपना बनाएर पुज्न थालेको विगत 75-76 वर्ष अगाडि 2005 सालदेखि भन्नुभयो। तर यहाँनिर त्यो पाथिभराको शाखा ल्याउनुपर्छ, अर्थात् यहाँ यसरी राख्नुपर्छ भनेर चाहिँ कसले सुरुमा कन्सेप्ट बनाउनु भयो, अर्थात् कसको चाहिँ अगुवाईमा यो काम भयो त? अब त्यो भोगाई भोग्नेहरू त प्राय सकिजानुभयो। यहाँ चाहिँ उपपाथिभरा ल्याउनुपर्छ भन्ने कुरा, उपपाथिभरा शाखा पाथिभरा हरेक तपाईँ विचार गर्नुहोस्। नेपाल त एउटा देवदेवताले भरिएको देश हो, यो मुलुक हो। अब यसमा धेरै धेरै अनगन्ती देवी देवताहरूको नाम भएका थानहरू धामहरू जो देवी देवताको अवस्थित हुनुहुन्छ, त्यसमा पनि अब तपाईँ आफू विचार गर्नुहोस् अनि सबैले विचार गर्नुहोस्। पाथिभरा किन यस्तो भयो त भन्दाखेरि अत्यन्तै धेरै शक्तिपीठ भएको हुनाले पाथिभराको उपपाथिभराहरू इलाममा पाथिभरा हुनुहुन्छ, हजुर ताप्लेजुङमा त अब ठुलो पाथिभरै हुनुहुन्छ, फिलिममा पाथिभरा, उता सुकेटारमा पाथिभरा, चारालीमा पाथिभरा, यहाँ हाम्रो यो पेदाङको ठाउँ पनि एकजना पाथिभरा त्यहाँ पनि माने गरे पाथिभरा छन्। त्यो के हो त भन्दाखेरि तेल्लोकमा पाथिभरा, सबै ठाउँ पाथिभरा हुनुहुन्छ। यति व्यापक किन हुनुभयो अनि किन यति धेरै उपपाथिभराहरू भयो होला भन्दा शक्तिपीठ अघि पनि भने मैले कलीमा यो युगमा जुन अब सत्य त्यता दोपार कली धेरै युगहरूको व्याख्या गरिन्छ त्यो त म धेरै जान्दिनँ। तर जो यो युगमा देवी नै सर्वोपरि र शक्तिमय हुन्छन्, शक्तिशाली छिन् भन्ने कुरा विश्वास भएर नै होला अब सबैतिर पाथिभरा छ। त्यसमा हाम्रो उपपाथिभरा हुनुपर्ने कुरा मैले जानेसम्मको भन्छु 2004 साल 5 सालतिरको कुरा। यहाँ बस्ने यो जो तपाईँकै परिवारभित्र पर्छ जग्गा जो नासपातीहरूको जग्गा हो, उहाँहरूले 5 सालमा चाहिँ यहीँ ल्याएर राख्नुपर्ने कुरा चाहिँ जहाँ अब अहिले हामी उभिएछौँ यहाँबाट सिधै माथि फेरि माथिको पाथिभरा देखिन्थ्यो। हामीले गत अलि अगाडि केही देख्दै थियौँ, तर अहिले यो जङ्गलले छेलेर यो रुखले छेलो। अघि एकजना हाम्रो भाइले चाहिँ म दुर्बिनले हेर्छु नि अङ्कल भन्दै हुन्थ्यो, तर दुर्बिनमा सफल हुनु भएन, रुखले छेलेर ट्याक्कै डाँडा देखिन्छ। जहाँ ठुलो पाथिभरा बस्नु भएको छ, जहाँ फेरि माथिका पाथिभरा माता हुनुहुन्छ, त्यसैले देखिने गरी हामीले यहाँ राखेका हौँ। र 2005 सालमा चाहिँ यहाँका बमबहादुर अनि तिम्रा सुबाजे अनि तिम्रा बाजे त यहाँ हामीले ढुङ्गा बोक्यौँ। जो छविलाल चाहिँ भट्टराईजी पनि मलाई कथा गर्नुहुन्थ्यो। यो मन्दिरको यसो जुन मोड छ नि, यहाँ जुन मोड बनाइयो, जस्तै त्यतापट्टिबाट खोला पूजा गरेर आउने, यता देवी देउराली नागिनी 78 ऋषि ऋषिहरू पूजा आजा गर्ने, अनि त्यतापट्टि सिंह शीतला हरेक देवीहरू साथमा रहेकालाई पूजा आजा गर्ने, अनि यहाँ चाहिँ मूलधाम माता भनेर मान्ने यो अवधारणा चाहिँ कसरी बनाइयो त, कहिले बनाइयो त भन्दा यी ढुङ्गाहरू बोकेका, यी चौताराहरू, यी वालहरू लागेका तिम्रा जो सुबाजे बमबहादुर अनि तिम्रा जेठ के अरे बाजे जसबहादुर होइन, अब त तिम्रा कान्छा बाजे हुनुहुन्छ, उहाँलाई पनि अझै भेटेर भनौँला उहाँले कति के बोक्नु बिहोर्नु सक्नुभयो। उहाँ त्यतिखेर सायद 96-97 साले मान्छे, अब 4 साल 5 सालको कुरा भनेको हुन त उहाँ 7-8 वर्षको हुनुहुन्थ्यो। अब जीवित उहाँ हुनुहुन्छ, उहाँले अझै बढी के कुरा बुझ्नु भएको छ। उहाँहरूले चाहिँ यहाँ ल्याएर राख्नुपर्छ भन्ने कुरा आवश्यक महसुस गर्नुभयो। अनि यसमा एउटा नेतृत्व गर्ने कुरा हुन्छ। अब त्यो जग्गा दिने अनि यहाँ राख्नुपर्छ भन्ने अनि खुल्ने त अब बाजे खालहरू, तपाईँका सुबाजे खालहरू अनि यहाँका बसोबास गर्ने जो छविलालको नाम मलाई लिन मन पर्यो, मैले सुनेको थिएँ र मैले लिएँ, त्यसरी काम गर्नुभयो। तर अब यहाँका त्यतिखेर तान्त्रिक शास्त्रिक यसो जान्ने बुझ्ने अनि एउटा नेतृत्वको पनि आवश्यकता पर्छ। अब 2007 साल पछाडि यहाँनिर रणबहादुर लिङ्गदेनले यस ठाउँको नेतृत्व एकचोटि गर्नुभएको छ। अनि एउटा नेतृत्वको हिसाबमा रणबहादुर लिङ्गदेनको अगुवाईमा यो ठुलो पाथिभराबाट सानो पाथिभराको शाखा लिएर यहाँ पूजाआजा गरिएको अवस्था छ। हुन त यो क्षेत्रलाई एउटा लिम्बुवानी क्षेत्र भनेर सङ्केत गर्छ, त्यो पनि ठिकै हो। यहाँ हामीले किंवदन्ती सुनेअनुसार आताङहरू राजा भीमराज आताङको अमाल, त्यतिखेर अमाल भनेको चाहिँ तत्कालीन अमाल भन्नुको अर्थ चाहिँ अहिलेको अड्डा अदालत जस्तो रहेछ। उहाँहरूले एउटा जानी नजानी एउटा शासन सत्तालाई हाँकेर शासनको बागडोरलाई अगाडि लगेर जानुभयो।
अब केन्द्रीय सरकार काठमाडौँबाट मात्रै यहाँको चाहिँ अब शासन यो कुना भित्तामा के प्रभाव हुन्थ्यो होला र त्यसो गर्दै गर्दै जाने क्रममा लास्टमा चाहिँ रणबहादुर लिङ्गदेन उहाँले यो चाहिँ हाम्रो थर्पु पाँचथर लगायत यी धेरै ठाउँहरूलाई समेटेर अब अहिले जस्तो राजनीतिक संयन्त्र दिगो र पारदर्शी पनि थिएन, सबै कुराको सेवा सुविधा पनि थिएन, अब सबै कुराको पहुँच पनि थिएन। अहिले त धेरै माथि पहुँचमा पुग्यौँ। अनि त्यस कालमा 2004-05 सालमा चाहिँ शाखा पाथीबाट ल्याएर यहाँ पूजा आराधना गर्न थालिएको भन्ने एउटा किंवदन्ती त कि अब भोग्ने मान्छेहरू पनि केही त बितेर गइसक्नुभयो, यता कता कहीँ कतै हुनुहुन्छ कि। तर म त हिजो अस्तिको तपाईँहरूको बच्चा नानी र पनि मैले अलिकति चासो गरेर त्यो कुरा बुझ्न आएको छु दिदी। धन्यवाद अङ्कललाई। यो सबै तपाईँले सुन्नुभएको केही इतिहासहरू अहिले पनि आएर तपाईँले उजागर गरिदिनु भयो र म जस्तै धेरै यस विषयमा पाथिभराको विषयमा जिज्ञासा राख्ने हुनेहरूलाई पनि जिज्ञासा मेटाइदिनु भयो र तपाईँले यो अमूल्य समय र समयको लागि तपाईँलाई म धेरै धेरै धन्यवाद दिन्छु। धन्यवाद दिदी। मैले पनि पाथिभरा माताको विषयमा व्याख्या जाने नजाने के कति जानेसम्म सुनेसम्म र मलाई विश्वास भएसम्म गरेर गएँ। जो सबै साथीहरू जो भिडियो हेरेर बस्नु भएको छ, हेर्नु भएको छ, उहाँहरूलाई पनि माता पाथिभरा उनी दयालु पाथिभरा जो शक्तिको पीठ, उहाँले सबैको आफ्नो सकारात्मक एउटा मनोकांक्षाहरू पुरा गरून्। म माथि पनि र तपाईँहरूमाथि समग्र आजको पूजा गर्ने यहाँका कर्ताहरूमाथि पनि सदैव माता पाथिभराको सदैव साथ र रक्षा रहोस् भनिकन म पनि बिदा हुन चाहन्छु। जय पाथिभरा। जय पाथिभरा। धन्यवाद। साह्रो राम्रो हुनुभयो भाउजू। राम्री चाहिँ निकालो कति अभागी रहेछु। यो लाइनमा लान्छ। पैसो सबैको हातमा पैसै मात्र छ त।